न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमलाई एनपीएल सिजन 3 का लागि जनकपुरले पुनः साइन गरेको छ। जिम्मी निसमले एनपीएल सिजन 2 चाहिँ पोखरा एभेन्जर्सबाट खेलेका थिए भने सिजन 1 मा चाहिँ जनकपुरबाट खेल्दै उनले चाहिँ जनकपुरलाई उपाधि दिलाउनमा चाहिँ महत्त्वपूर्ण भूमिका खेलेका थिए र सिजन 3 मा चाहिँ जनकपुरमा जिम्मी निसमको फेरि पुनरागमन भएको छ र जिम्मी निसमको पुनरागमन सँगै जनकपुर थप बलियो भएको छ। यसअघि जनकपुरले चाहिँ सुदूरपश्चिम रोयल्सबाट खेलिसकेका हरमित सिंहलाई चाहिँ साइन गर्दै कप्तानको रूपमा साइन गरिसकेको छ भने जनकपुर थप बलियो बनेको छ। त्यस्तै सुदूरपश्चिम रोयल्सले पनि सैयद र स्कट कुग्लेनलाई चाहिँ साइन गरिसकेको छ। त्यस्तै चितवन राइनोजले चाहिँ जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजा र रवि बोपारालाई चाहिँ साइन गरेको छ। त्यसैगरी रुम्बिनी लायन्सले चाहिँ रुबन ट्रम्पलमेन र निरोसान डिक्वेलालाई चाहिँ साइन गरेको छ भने पोखरा एभेन्जर्सले चाहिँ सकिब अल हसन र धनञ्जय लक्ष्मणलाई चाहिँ साइन गरिसकेको छ। त्यसैगरी काठमाडौँ गोर्खाले चाहिँ केएस भरतलाई चाहिँ साइन गरेको छ। विराटनगर किङ्स र कर्णाली याक्सले चाहिँ कुनै पनि खेलाडीलाई साइन गरिसकेको छैन। यतिखेर एनपीएलका फ्रेन्चाइज टिमहरूले चाहिँ विदेशी खेलाडीहरू चाहिँ साइन गर्ने क्रम एकदमै धमाधम रूपमा भइरहेको छ। नयाँ खेलाडी सकिब अल हसन त्यसैगरी सिकन्दर रजा लगायतका खेलाडीहरूको आगमनले एनपीएल चाहिँ थप रोमाञ्चक बन्ने देखिएको छ भने फ्रेन्चाइज टिमहरूले अब आउने बाँकी साइनिङ चाहिँ त्योभन्दा ठुलो साइनिङहरू हुनेछन्।